मैले मेरी छोरीको नाम नै जुनतारा राखेकी छु, तिमी धेरै मन परेर। 6 वर्ष अघि काठमाडौँको इटाभट्टामा हेर्ने कथाले भेट्टाएकी रोल्पाकी जुनतारा विश्वकर्मालाई फेरि भेट्न विद्या चापागाई हेर्ने कथाको टोलीसहित रोल्पा पुग्छिन्। पुरानो भेटका मिठा स्मृतिहरूको झझल्कोले विद्याका आँखा रसाउँछन्। जुनतारासँग अङ्कमाल गर्दै आँखाबाट आँसु झार्दै विद्याले भनिन्, मैले मेरी छोरीको नाम जुनतारा राखेकी छु, तिमी धेरै मन परेर। विद्याका कुरा सुन्दा जुनताराका गह भरिए। कसैले यति धेरै माया र प्रशंसा प्रकट गर्दा जुनताराका निर्दोष अनुहारमा हर्षका किरणहरू उदाएका थिए। कतिपय मान्छेहरू साधारण भए पनि जीवनभर याद भइराख्छन्। विद्याको मनको आकाशमा जुनतारा सधैँ चम्किरहेकी छिन्। कलिलै उमेरमा विवाह गरेकी जुनतारा 20 वर्षको उमेरमा 3 वर्षीय छोरीकी आमा हुन्। श्रीमानको परदेशी जीवन र आफू घरदेशी भएर जिम्मेवारीले थिचेका ती सबै रहरहरूलाई समेटेर जुनतारा कविता सुनाउँछिन्। समयसँगै जिन्दगीले गर्यो फेरि घात, समयसँगै जिन्दगीले गर्यो फेरि घात। लाग्दैछ नि म बाँच्नुको छैन कुनै आस, लाग्दैछ नि म बाँच्नुको छैन कुनै आस। कोहीलाई दुःख खानै लाउनै कोहीलाई छ है मोज, कोहीलाई दुःख खानै लाउनै कोहीलाई छ है मोज। एउटै धरती एउटै आकाश, फरक फरक सोच। एउटै धरती एउटै आकाश, फरक फरक सोच। जुनताराका यी दुखाइ झल्केका शब्दहरूमा चर्किएको मन, अपुरा सपना र एक बोझिलो जिन्दगीको अनुभूति। यत्तिका विरह बिचमा पनि मुस्कान बोकेर बाँचिरहेछिन् जुनतारा। लाग्छ खुसी र हाँसो त केवल पाउना मात्र हुन्, दुःख पीडा रोदन नै पल पलको साथी रहेछ। सायद अझै पनि आकाश हेरिरहेको त्यो मनलाई काँधमा घरको आकाश जत्रो जिम्मेवारी बोकिसकेपछि आफ्ना रहरहरू त जुनतारा जस्तै टाढा लाग्दा दुर्भाग्यमा कोरिएका सुख दुःख स्वीकार छन्।